कालिन्चोक भगवतीको साक्षात् दर्शन हुँदैछ। होइन भिडियो। ए भिडियो पो हजुर। टिकालाई हालु ब्याट्री चाहिँ दिनु सकियो सागले हैन बेलका हरिनु छ भिडियो खिच्दिउ नि। हिमाल पारीको सुन्दर दृश्य चारैतिर यो मन्दिरको चारैतिर डाँडा काँडा हरिया सुन्दर। भिडियो टु ह्यान्डसम म्यानहरु ल भाइले एउटा सर्भिस गर भाइलाई पनि देखाइदिन्छु एउटा टाउको होइन। ल कालिन्चोकको बारे के भन्नु छ? के भन्नु एकदम राम्रो लाग्यो। ल यो समात यसो म भन्छु भिडियो च्याप यहाँ समात हो ल दाइले के छ? ल ल यहाँ उभिएर कहाँ भिडियो रेकर्ड भइराछ दाइ? भिडियो रेकर्ड भइराछ। हो यो कालिन्चोक भगवती चाहिँ दोलखा जिल्लाको सबैभन्दा उच्च क्षेत्रमा रहेछ। हजुर साह्रै सुन्दर रहेछ। साह्रै हिमाल पहाडको मनोरम दृश्यले हामी साह्रै नै आह्लादित भएका छौँ। साह्रै सुन्दर रहेछ। फेरि आउन मन लाग्छ। तर के गर्नु उकालो भिड अप्ठ्यारो बल्ल बल्ल आयो नि गरी आइयो कसो गरी आइयो तर पनि फेरि आउन मन लागेको छ। यति भन्दै कालिन्चोक भगवती मायालाई चाहिँ नमस्कार। ल म पनि नमस्ते गर्छु दाइ। ल म पनि नमस्ते गरे दाइ। ल ल ल ल भयो तिमीलाई नमस्ते। ल यो भएन अझै भएन दे ल हिमाल नमस्ते गर्नुहुन्छ उता गर्नु उता ल नमस्कार भयो। नमस्कार खै गरे हो भाग्यमानी भएस ल यताबाट आशीर्वाद पाए सबैको दाइ दिदीको मुख्य सचिव भएस। ओए कहाँ गयो त्यो? पुग्यो त है पुग्या हैन यहाँ विनोद सर पहन दाइ विनोद सर साह्रै थाक्नुभयो क्या? छैन एकदम आनन्द माताको मन्दिरमा आइया छ। हजुर अलिअलि थाक्या जस्तो भयो भने सबै गयो सबै हजुर हजुर रेस्ट भयो। हजुर यो जिन्दगीमा वीरलाई पाइने अपर्च्युनिटी भयो। हजुर हजुर धेरै मान्छेले पाउँदैनन् यस्तो हजुर हाम्रो टिमले पाएको तिमीले हजुर पाएको छौ। हजुर खुसी लाग्यो सबै कुरा टक मिल्यो। हजुर बाटो पनि सजिलै रहेछ। हजुर अरू केही थप? अरू खासै केही छैन। आनन्द भइरहेको छ। हजुर अनि यता जसमा धार्मिक कुरा चाहिँ आफैमा यो प्राकृतिक रूपले रोमाञ्चकारी त छँदैछ। यो ठाउँमा आइपुग्दा एउटा छुट्टै आनन्द शान्ति मनमा चाहिँ छुट्टै खालको अनुभूति पनि भइरहेको छ। भगवतीको दर्शन गर्यौँ। हजुर हजुर जमघट आफैमा चाहिँ हामी ब्याट समूहका साथीहरूको चाहिँ एउटा रमाइलो फिलिङ भइरहेको छ। हजुर अनि रोशन सर 190-92 जना मध्ये हामी 31 जनाले मात्रै यो मौका पाछौँ। यसमा हामीले सौभाग्यशाली र एउटा भित्रैदेखि गौरवान्वित भएका छौँ। यो हिमालको राम्रो प्राकृतिक सौन्दर्य अनि यो हाइट एउटा हावा सरर चलिरहेको अवस्था साथै यो चाहिँ मनै एउटा चाहिँ प्रफुल्ल भइरहेको छ। धन्यवाद। अनि रोशन सर केही भन्नु छ? मेरो पनि केही कुरा छ। यो हामी नेपालभित्र यति राम्रो प्राकृतिक एउटा धार्मिक ऐतिहासिक ठाउँ रहेछ होइन। हामी आउन यहाँ चाहिँ एउटा मौका पायौँ। यो आफैमा एउटा एकदम गौरव गर्न लायकको कुरो हो। हजुर र हामीले चाहिँ यस्तो ठाउँ छ प्राकृतिक रूपमा यसलाई चाहिँ पर्यटकीय रूपमा पनि अझ प्रवर्धन गर्न सक्यौँ भने हामी चाहिँ परमुखी भएर बस्नु पर्दैन थियो। मलाई चाहिँ बहुत आनन्द यो चाहिँ एक्सप्रेसै गर्न नसकिने एक किसिमको चाहिँ आनन्द बुद्धि गरिराखेको छु। धन्यवाद। अनि समु सर? मेरो लागि त सगरमाथा भइहाल्यो नि सफल हुन। तराईको मान्छे कहिले उकाली ओह्राली नहिँडेको मान्छे लगभग 4000 को हाइटमा आएर गौरीशङ्कर प्रत्यक्ष रूपमा यहीँ हाम्रै अगाडि छ। अनि यसलाई चाहिँ अझै चाहिँ जुन चाहिँ बाटोघाटोको छ नि त्यसलाई चाहिँ दोलखावासीले र सम्भवतः नेपाल सरकारले पनि बजेटको व्यवस्था गरेर यदि राम्ररी बाटोघाटो मात्रै यदि हामीले निर्माण यहाँसम्म गर्न सक्यौँ भने पर्यटकीय एकदम
अनि परमुखी हाम्रो रोशन सरले भने जस्तै परमुखी हुनु पर्दैन र धेरै चाहिँ अवसरहरू छ यहाँ चाहिँ प्रकृतिबाट पनि एकदम रमणीयता छ मनै प्रफुल्ल भइसकेको छ सबै थकान मेटिसक्यो हामीले यहाँ पुग्ने बित्तिकै धन्यवाद 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 अब अरू साथीहरू यो सुन्दर गौरीशङ्कर होइन यो कुन गौरीशङ्कर गौरीशङ्कर हिमाल साह्रै नै राम्रो तल चाहिँ बाक्लो कुहिरो लागेको छ साह्रै सुन्दर सेतो शुभ्र दुध जस्तै छ अनि पहाडी लेकहरू अनि हिमालहरू केही भन्नु छ देशमा संविधान आओस् यही कामना छ सबै नेपालीहरूले आफ्नो क्षमता अनुसार काम गर्न पाउने थिए विदेशमा युवाहरू आफ्नो पाखोरी बेच्न बाध्य भएकोलाई चाहिँ हामी निरुत्साहित गर्न सक्ने थियौँ धन्यवाद 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 अझै भन्नुहोस् न के सर विनोद सर हिमालको काखबाट काखमा हजुर गौरीशङ्कर हिमालको काखमा हजुर आनन्द भइरहेछ न्यानो घाम छ यति चुचुरोमा आउँदाखेरि पनि हजुर अलिअलि चिसो सिरेटो हुँदै पनि हजुर न्यानो घामले आनन्द भइरहेछ मन हजुर धन्यवाद कालिन्चोक भगवतीको बारेमा ब्याटका साथीहरूले अन्तरङ्ग कुराकानी गर्दै हुनुहुन्छ विजय सर चाहिँ यसको फोटो लिँदै हुनुहुन्छ भिडियो लिँदै हुनुहुन्छ यसको सम्बन्धमा यहाँका सम्बन्धित व्यक्तिले जानकारी दिइरहनु भएको छ म्यामहरू केही भन्नु छ कस्तो लाग्यो रमाइलो लागेको छ आनन्द छ यो भगवती मन्दिरको भगवतीको दृश्य हो साह्रै नै सुन्दर छ मित्रहरू पूजाआजा गर्दै हुनुहुन्छ त्यो आफ्नो विचार हो